विश्वया पी गुङ्गुगु भूपरिवेष्टित देमध्ये छगुदे नेपाल ख। उत्तरे चीन अले पूर्व पश्चिम व दक्षिणे भारत पेना चोङ्गु छिगुदे नेपा ख। नेपा देय राजधानी ये ख। ये या बागमती खुसी पुलेव यले थिनी। यला सोनी गया दक्ले पुलाङ्गो ईस्वी सम्बत निसा व गुई गोया अनुपम कलाकृति जागो नेपाया छगु सहर। यलय मंगले मल्लकालीन ल्याको या उत्तर पाखे सिथे भिन्ड्यो या देग। भिन्ड्यो या देग न्हने पूर्व पाखे याल्न वल्खु जुना बखुम्बा थिनी। थोहे बखुम्बा दुने भाजु सत्यमोहन जोशिया छे। थोहे छे सत्यमोहन जोशिया जन्म जोगु ख। डाक्टर सत्यमोहन जोशी वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद, भाषा रत्न। सत्यमोहन जोशी नेपाल सम्बत दोछि वो पी बछलागा नौमी खुनु अबु शङ्करराज जोशी वो मा नुगल देविया क्याजुया जन्म जोगु ख। पेरन याल डुमलागा बुलाटको बालगा स्पष्ट रचना खला मस एजु ति अला उठा गजौ जुला मा पिनि खला सकी त खोपाचम सूर्य विनायक इंगा पूजा यता भाकल यता छ खला सैरेका धाउजिया खोपा निक्वेस्ट होगा गुलिन यासुना सूर्य विनायक ठ्याङ्गा देवजी पूजा रुङ्गा छुछु मा ओ पिस देवता पुकारे जी जिमका खसाका बिस बालिरहेका देवता ढल्जी गगा जुलजी जिता अनन्तया जुम बामापि सूर्य विनायक जक ओके मचा मखङ्क सुलाचुनगा अझी पेरन्यारडु मजा चिचा जना चाहिँ ग तस्क हाला खोमलेला सुजल लगा मानवला बोन वमलेला जिउला वो स छठमा गेजुलजी या मला स्पष्ट जुल्ला गेजुलजी एजुमले अनन चाहिँ खला सल लगा धाउगा व विद्यानन्द राजोपाध्याय छे वेकय शिक्षा आरम्भ जुला। वेकय शिक्षा पाटन हाई स्कुल, दरबार हाई स्कुल व त्रिचन्द्र कलेज स्नातक प्राप्त यना कोचाला। वेक चाहिँ छोरा यले जन्मे जुम जुसा वेकन थन दरबार स्कुल बना दिउ जासन का काठमाडौँ हो। अहिले अबले चाहिँ जिम दाजपिन जिमला अस्ना छिबजा अने बन्यो जिम दाजे क्लास फ्रेन्ड जासन का वेक सियो गोला ढुङ्गा सला चाहिँ ताको सला छटा ढुङ्गा गोलका चाहिँ यङ्गोला चाहिँ पुक हा कुसे पाना ढुङ्गा जिम्बाना जिमी पुरै ढासा गुरु ढासा ब्रह्मबाजे दु ब्रह्मबाजे था स्वच्छ देउ त बखमाटो जुला स्वच्छ यंगा कायदा नापा आकाशिन रेगा श्री पञ्चमी गुण ओम नमो बागीश्वराय लाजंगा चोका होगा। सत्यमोहन जोशिया इहिपा विक्रम सम्बत 1996 साले मेजु राधा देवी न पहुँचुला। आज जिला कृष्ण ने थालियो ने तो छिन्न मस्ताई ने जो था छे अला थन मा बि देख देख उनी कृष्ण दा थन माल न देख थे जबे अन काडबले मिडियो गाउँछ भने मस्तौला अला मिडियो थन मान खन गा मा अला निन संदाका थन मा छे जिथा जमाली से खला का अला जिम या बिना छुए जसा मको मिदान यादला छे छुए वा छी ने न बात जान्या त थी सा गार का अला मजा तया गए एकला जेना मसे अला निन संदाका मिटा का मिटान में त्या छंदा लावल दिया छ होता मिटान दर्जे जिनसन फुना चेम्पियन के न मिटान या के पे लुको छना मिटान मथाका मिटा मना जाठी से कि जाठी मसा अला जमादा इमा जा गुली चिताला ला न्याना थे जिम कान्छमा माया पिले नील का जाना चिते माले लगा ताला
अनि जे मसियो जाथे किनका ठिकी ठुल्दा त कि एता जाथे उखन चाहिँ नि जाथे सका त नगा ज्यासा चिम्पेर नन्द त बिहामा होला वेकया पेमक्या व पेम म्या मध्ये छमक्या व छम म्या मदया आ सोमक्या व सोम म्या दु बिए बोना चोचौँ वेकल उद्योग परिषदे खरिदारिया जागिर नयाँ दिल वेकया ज्या तथ्याङ्क सङ्कलन यागु थोहे विषय तालिम क्या त वेक न्युजिल्यान्ड चाहे दिल उहाँको चाहिँ फर्स्ट नेपाली भिजिटर इन न्युजिल्यान्ड उहाँको झाम चाहिँ नेपालीमा फर्स्ट हुनु जागिर नयाँ तनहु लमजुङ पाखे झाम वेकल फुर्सद्या इले अनया मार्मिक लोक मेतन मुङ्का दिल लोक संस्कृति नाम थोहे मुना सफु चोया दिगुली वेकया त नाप्पाङ्गु मदन पुरस्कार विक्रम सम्वत 2013 साल प्राप्त जुल 2013 सालांचे ऊ बघते प्याऊ सपूत मध्ये बाला उत्कृष्ट सफोइट बिउरगा उठे पेंगू पुरस्कार तो उठगा मदन पुरस्कार आपले पेंगू पुरस्कार मध्ये शेर्पा मध्ये सुंगुइट बिलका नापायुली 13 साले ढाले 14 साले बिलका हो 13 साले प्याऊ सपूत हिसाब ओके मध्ये संस्कृति गद्य संस्कृति नेपाली संस्कृति विषयले सतमन दैन पाका सतमन दायु किताब काल थोहे लोक संस्कृति सफुति वेकया मसिका संस्कृति या ज्ञाता या रूपे जुवन नेपालको लोक संस्कृतिको अध्ययन सत्यमन जोशीजीले जो गर्नुभयो र नेपाल प्रज्ञा प्रतिष्ठानबाट त्यसको जो प्रचार भयो त्यसले गर्दा धेरै मानिसलाई थाहा भयो कि नेपाल साँच्चै नै सांस्कृतिक रूपले वैभवशाली रहेछ भन्ने कुरा सबैलाई थाहा हो अले 2016 साले नाप्पाङ्गो जननिर्वाचित सरकार वेकया त पुरातत्व व संस्कृति विभाग या निर्देशक नियुक्त या त पुरातत्व र संस्कृति विभाग देखो ज्याजु उयो निर्देशक डाइरेक्टर सत्यमन जोशी जिउ नाम होला बा जिउ नाम हमला जब गजब जला सक्ना अब त छला डाइरेक्टर जो निर्देशक जो गर्दा ल खै म सत्यमन जोशी मेपिन दे जिगुना निर्देशक ललिप बुझाय नमला अन सुनाना थामो डाइरेक्टर खट अटेन्ड टु तिमीला टिकल नापिकल अन डाइरेक्टर म ल लिपा चाहिँ गजी आपासना सेक्सन चाहिँ खैला सुका गएका चान्स देखेका सम्बन्धतया मलाई वो शिक्षा मन्त्रालय अन्तर्गत पुरातत्व संस्कृति विभागले दिएको उठा गृह मन्त्री चाहिँ शारदा सूर्य प्रसाद उपाध्याय राम अब गृह मन्त्री जा चाहिँ उठा भनेका छ ठेकेका उठा वन हो किन आएको के भयो भनेर यहाँ मलाई यस्तो किसिमको सुन्छु पुरातत्व र संस्कृति विभागमा नै खडा भएछ त्यसको निर्देशकमा चाहिँ सत्यमोहन जोशी भन्ने चाहिँ आएछ त्यसो भएको हुनाले मलाई चाहिँ एकचोटि के बुझौँ कि कसो हुन्छ म पनि देखा म ठ्याक्कै छ द पट्यामा चाहिँ नक्ति ल्याम्चामा मगला डाइरेक्टरी पद उहाँ जब खुवाए मुख्ने सिवाए मुख्ने एज मलाई ठ्याक्कै यसबाट ठ्याक्कै बुझायो त अहिले उहाँ प्रश्न हेरेको त्यो हाम्रो लोक संस्कृति भनेको ग्रन्थ त्यो लेख्ने को हो थाहा छ तपाईँले त्यो त मैले नि लेखेको हो ल तपाईँलाई नै हो यो पोस्ट तपाईँलाई नि दिएको थियो ल बस्नुहोस् ल फेर्न न्याउने आज डाइरेक्टर ल तुरन्त होला जे छुरी अब त्यो पुरातत्व मलाई थाहा छैन के गर्नुपर्छ क्या त्यो पुरातत्व विभाग मलाई थाहा छैन अब तपाईँले जाने भनेर बुझ्ने भनेर तपाईँले अब नियुक्ति गरिसकेपछि अब तपाईँ जे गर्नुहोस् आफूलाई जे मन लाग्छ त्यो गर्नु अब हामीसँग गर्ने भएन डु एज यु लाइक जानुहोस् पुरातत्व व संस्कृति विभाग या निर्देशक जयादीबले वेकल भारतीय मुम्बईले नेपाल दर्शन बोजायाना दिल सृजनशील सत्यमोहन जोशी न्याथस नुगु ज्यायाना दि
पुरातत्व व संस्कृति विभागीय निर्देशक जुया दिवलेन वेकल यल भण्डार खाले पुरातात्विक केब ये राष्ट्रिय नाचघर व खोपे चित्रकला संग्रहालय देखी थी ज्यागु न्यथिने बहगु ज्यायना दिल पुरातत्व व संस्कृति विभागीय निर्देशक जुया वेकल मुद्रा विशेष अध्ययन याना मुद्रा संग्रह याना दिल नाप्प नेपाली राष्ट्रिय मुद्रा नाया सफुन चोया दिल थो सफुती निकोगु खुसी मदन पुरस्कार त्याकेत ताला त विक्रम सम्वत 2017 साल पौष 1 गते नेपाया राजनीति वाफेवल प्रजातान्त्रिक व्यवस्था फुइकायङ्कल जननिर्वाचित सरकार को दल थोहे चोले फागुन 20 गते सत्यमोहन जोशिया जागिर न चोबुत पुरातत्व व संस्कृति विभागीय जागिर मध्ये धुङ्का बेरोजगार जुया चोङ्गुइले वे कया त चीने नेपाली भाषा या प्राध्यापन यागु होता चुला त वे कला अन पेद तक ज्यायाना दिल सैद्धान्तिक कथा इम्दा सेना फैवा मुक्त एज या डाइरेक्ट मेथड गाडी गर्दा छ नि अले इम्दा होला छौन्यो खंकिला त अले इंग पसला पिसला यंगला डिपार्टमेन्ट स्टोर यंगला विशाल बजार धाता विशाल नगर अय उखेन ठुके यंगला गनगनी यंगी माला अनि यंगा अले डाइरेक्ट गा अथवा ल तो चाहिँ चिठी वो चिठी धर्मगला अंग्रेजी धामले लेटर अंग्रेजी भाषा मसान चिने त लेटर त चिठी धामला अले इमसा चिठी दावले इमेल भाषामा ठुला मगला अले चाहिँ अले इमसा थमा धाइ फिदा चाहिँ चिन्या इमसा धाइ ठ्यागा आम धाचमसा दाउ ठला वया अरे तो हामी सो किताब किने इमसा चाहिँ सु देखा दल मगला ल जिन्दे छोट लागि राम्रो छौ लाटी छौ हामी किताब सु सुर गाडी किताब पुस्तक गाडल किताब गाडल त्यसनी अप चीन लेहावे धुङ्का वेक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानिया सह सदस्य जुया दिल थोए इले वेकल प्राध्यापक चुडामणि बन्धु स्थिर जङ्गबहादुर सिंह बिहारी कृष्ण श्रेष्ठ व प्रदीप रिमाल्पी नपजाना खस भाषाया उत्पत्ति स्थल सिन्जा उपत्यकाया लोक संस्कृति अध्ययन याना दिल थोहे अध्ययन या लिचो कथा पिदङ्गु कर्णाली लोक संस्कृति सफुया त सोकोगु खुसी हान मदन पुरस्कार त्याके त ताला त आतक सोक मची मदन पुरस्कार त्याकुम वेक छमहे जक ख लिपा वेक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानिया सदस्य सचिव तक जुया दिल थोहे अध्ययन आधारे वेकया त काठमाडौँ विश्वविद्यालय न मानार्थ महाविद्यावारी दिन प्रदान या त एसएलसी पास जोसेली सत्यमोहन जोशी ट्युसन बुङ्के गुयाना दिल ट्युसन बोनिपी बोमी पिनिगु ससु पूजा न्याके त सरस्वती वन्दना या चिना खचोया दिल थोहे वेकया नापाङ्गु साहित्य सिर्जना ख पुनर्जागरण कालया साहित्यिक गतिविधि या प्रभाव येले रत्नध्वज जोशी आशाराम शाक्य पूर्ण पथिक आदि ल्यामतेगु पुचल साहित्यिक गतिविधि न्याकल उकी सम्मिलित जुया सत्यमोहन जोशी न थगु साहित्य सिर्जना व साहित्यिक गतिविधि न्याकल नेपाल भाषा व खस नेपाली भाषा वेकल यक्को साहित्य सिर्जना याना दिगुदु जुजु जयप्रकाश व अर्निको श्वेत चैत्य महाकाव्य नाप नेपाल भाषा जक वेकया तगु मछि सफु पिहा व गुदु सत्यमोहन जोशिया चोसा अपो पद्य व प्याखने न्या सत्यमोहन जोशी चोइम जक मखु थहे प्याखने मिति न्याम न ख वेकल खड्ग सिद्धि प्याखने जुजु जयप्रकाश जुया अभिनय याना दिगुदु 2009 साले हनुमान ढका नासचुके विराट साहित्य सम्मेलन याटो सुनुयङ्कौँ उबले हेमलाल जोशी औ खड्ग सिद्धि ढैगो नाटक सत्यमोहन जोशी जयप्रकाश मल्ल जिया वो जयप्रकाश औले वस पुनः छापा ढाल तरवार भ्याना अनि मुन्छे वो खनौले जे धरे नेवाजु जे खनला तेथे प्रभावित जिया उठम प्याखने अभिनय या गुजकमखु संगीतेन सत्यमोहन जोशिया अभिरुचिदु वेकल नेकु जात्रा या वाद्य गुरु मोतीलाल शिल्पकार पाखे संगीत सेना क्यागु कुतयाना दिल थुकिया नीति मोतीलाल या त अंग्रेजी भाषेनेगु सहमति याना दिल एमगु मुडी
डचका चाहिँ खिचाउ सेनागो लगाते हलो अरे जिना वो ताला गए गए जे मैंने छोड़ जी जो इंग्लिश पर मुसा ऐसे दोनों दिन से मैं सब दोनों इंग्लिश बात से का भी माला जिमु जाए इंग्लिश फॉरेन देशे दिव्या माओ मोला कारवाला फॉरेन देशे दिव कला का वो जिमु जो क्यूरो सामान हैंडीक्राफ्ट अरे खाका काका जो या ताला वे तो हम कंडीशन है लेकिन खींचा इंगा अनतेया ले बने होना शोन होगा ल्याम इलनिसे सत्यमोहन जोशिया के नेतृत्व यागो इच्छा दो बुङदेया जात्रा हपा छक बिदसा जुडाइगो वेकया इच्छा जचुनेगो बुङदेया धम्या चोना जात्रा या नेतृत्व यागो इच्छा पुमोसा वेकल चोसा पासा नेपाल भाषा परिषद व नेपाल भाषा एकेडेमी थेजागो नेपाल भाषा साहित्य या मु संस्था या नेतृत्व याना दिल लिपा वेक लोक साहित्य परिषद या नायन जुया दिल सत्यमोहन जोशी भाषिक साहित्यिक संस्था या जकमखु देशे नक्तिनी प्रजातन्त्र वोगु इले गोर्खा दल न्यायको आतंक या प्रतिरोधे पलिस्था जोगो यल या रक्षा मण्डल केन्द्र या नेतृत्व न याना दिल सत्यमोहन जोशिया गुगुना राजनैतिक पार्टी नप तपंक स्वाफु मधुसा राजनैतिक हिउपाया नीति नेपाली जोगु तत धंगो आन्दोलने वेकया सहभागिता वा समर्थन दु वो पंचायत व्यवस्था विरुद्ध या चैत्र तिनिया साहित्यकार कलाकार या मुना जुइब्यू वा पहिचानिया पक्षे चकदबली लक्ष्मीमयाका मतिक जोगो रिले अनसन हे जुइब्यू जनानन बेन फुक मत्थर जिरुगो अति आन्दोलन सुस्त ज्या शिथिल जजों टाइममा आन्दोलन असफल जिथे फुक त्यान चाथे एजों टाइममा दोस्रो पहिला सत्यमोहन दाइ थियो बना त्यो कार्यक्रम जुनाउ हाको परिचय हिसाबले कार्यक्रम आन्दोलन सिलसिला भयो पञ्चायत व्यवस्था विरोधी हाको परिचय सो याद नगरेको वेकन एकदम खुसी जिया ओ छिकु बानाउ जिया चाहिदा एकदम छिजो जिनो खबरेन बे का वेक कृष्णचन्द्र प्रधान जी पिन्त प्रेमबहादुर कंसाकार दाइ पिन्त यो कुछ वेकन फनेन दियो वेकन फनेन छनु न्या वनले कुनी मोइ थे जुनु पि मोइ सिदु मनु कमजी उपस्थिति कमजी गाको जख कने खनु सत्यमन्दैन विभिन्नमा खबरेनले वेक चाहिए कन्फर्म छ विभिन्न सबै कार्यक्रम सफल छ फुको बोला र वेक हिम्मत वेक सक्रियता ओले सक्रिय जो आतक बाग्देनी अधिक सृजनशीलमा सत्यमोहन जोशी न्याथ्या न्यागु संस्था चोसा मौलिक ज्यायाना दि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठाने दुज ज्यादिबले नेपाया चिनपिङ्गु भाषाया छगुए खगो ढुकु पिकाया दिल नेपाल भाषा एकेडेमिया चान्सलर ज्यादिबले नेपाल भाषा साहित्य खेले योगदान दुपिनेगु मसिका धल व नेपाल भाषा त खगो ढुकु नेपाल भाषा साहित्य इतिहास थे जागु अतिक महत्वपूर्ण गु सफुत पिकाया दिल नेपाल भाषा परिषदीय नाय ज्यादिबले नेपाल भाषा एकेडेमिया नीति स्रोत मुङ्केत कुमारी ब्याले केनेगु गोसा गोया दिल कलाकार पत्रिका सम्पादक ज्यादिबले नेपाल भाषा खे भ्या अंग्रेजी व हिन्दी भाषा छगुहे समावेशी पत्रिका पिकाया दिल वेकल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानिया छ्यान्जे ज्या चुनादिबले नेपाल एकेडेमी अफ फाइन आर्ट्स या त न नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नाप सम्बद्ध याना दिएको ख प्रज्ञा भवन प्रज्ञा प्रतिष्ठानमा तत्कालीन सदस्य सचिवको वेक उद्घाटनीहरू सदबले वो मना सहयोग कार्यक्रम सोया अनि हास्यव्यङ्ग प्रतियोगिता खेलाकासा धेरै बेला खेलाकासा सोया रामशेखर दाइ पनि कार्यक्रम जू कार्यक्रम र श्रीकृष्ण अनुजी पनि कार्यक्रम मोहनलाल पाँचुजी पनि कार्यक्रम वर्षगोपालजी पनि कार्यक्रम फुक कार्यक्रम सोया प्रभावित ज्या वेकल ओहो थु प्रोग्रामहरूलाई राष्ट्रिय रूप दिया नेपाली नै या बाला एकदम त्यसको बाला प्रोग्राम लगा वेकल 32 साल से एकेडेमी न प्रज्ञा प्रतिष्ठान न
राष्ट्रिय गाई जात्रा महोत्सव जग्गा सुरेनतिर अहिले गएको उसले चाहिँ सिक्क थाकोका अब मुना सर्न यालेन सरकार त्यो व्यङ्ग बिउ पञ्चायत व्यङ्ग बिउ अपो ज्यामुखो एकदमै रिस्की ज्या एकदमै खतरनाक ज्या खबले थुप्रो गाई जात्रा महोत्सव जग्गा एक प्रज्ञा हुने सूर्य नालिन गएको सिक्क थाको धाउनिएन व्यङ्ग रह्यो बिमरो टाइमे हाँस्य व्यङ्गका बिउ टाइम बिउ लिएर एकदम थाकुला हाँस्य व्यङ्गका बिउ लिएर गएको एकदम थाकुला दरबारमा गएको एकदम इन्क्वायरी जुल हाउनिएन तर गएको हिम्मत हेन गाई जात्रा महोत्सव त यहाँकातिर गएको गाई जात्रा महोत्सव तत्कालीन प्रज्ञा भवने सदस्य जयदेवले आर्ट फिलियो त्यो स्वर्णिम युग थियो जुजु वीरेन्द्र कला अभिरुचि धुमजुया जुजु वीरेन्द्र या राज्य अभिषेक या अवसरे वीरेन्द्र आर्ट ग्यालरी च्याकेको प्रस्ताव तया दिगु ख कला क्षेत्रे सत्यमोहन जोशिया यक्को अभिरुचि दु वे कला नेपाल भाषा एकाडेमी भवनेन नेपाया राष्ट्रिय विभूति कलाकार अरनिको ग्यालरी स्थापना याना दिगु दो नेपाल भाषा एकाडेमी छे देखिएको ज्यान वेक नयाँ जुया दिबले हे जुगु ख नेपाल भाषा परिषदमा गोसा गोया एकाडेमी स्थापना यहाँ टोडोमा जोडेन अनि यो जोडका एकै जोडेन ढेबा मुका हरेक यहाँ वेकल नेपाल भाषा एकाडेमी स्थापना यहाँ दियुका सत्यमोहन जोशिया धर्मे न आस्था दु थो भजन वेकय छेहे जुया चंगु ख वेकल हिन्दू व बुद्ध निता धर्म नाला दिसा अपो संलग्न बुद्ध धर्मे खनेदु पासासँग त वेक बुद्ध धर्मया खेले थेनी वेका छम छौ विद्वान जग मखो कार्यकारिणी ख हरेक ज्या चाहिँ वेका चाहिँ मने बुद्ध धर्म सम्बन्ध चाहिँ बुद्ध धर्मैको नमखुनी अब धर्मै सम्बन्ध चाहिँ गुलिन चाहिँ छिठा ज्यादु फुक्क सम्बन्ध कयान वेकल फुक्क सिउ धेनी हिन्दू धर्मै सम्बन्ध विषयलाई कयान चाहिँ वेकल योको प्रवचन बिजुको बुद्ध धर्मको मुख्य नाप आ चाहिँ एकै बुद्ध धर्मसँग लगायो का जोगमुनि वज्राचार्य भिक्षु प्रज्ञानन्द महास्थवीर पिनुगु धार्मिक प्रवचन प्रभावित वेकयके बुद्ध प्रति अभिरुचि दयावई अध्ययन याई अले थमा न बुद्ध धर्म नप सम्बन्धित सफुत पिकाई वेकय त दक्ले नापा हखबाले बुद्ध धर्म सम्बन्धी प्रवचन यने त बनायङ्कुमा वोन बाहाया पूर्ण बहादुर वज्राचार्य ख विक्रम सम्वत 2013 साल धर्मोदय सभाया गोसाले नेपाले चतुर्थ विश्व बौद्ध सम्मेलन जुल धर्मोदय सभाया छम दुजय ल्याख सम्मेलन ता लाके त वेकल सक्रिय भूमिका मिथा दिल चतुर्थ विश्व बौद्ध सम्मेलन 2013 साल यामले होला वो धर्मोदय सभाले एक्जिक्युटिभ कार्यकारिणी जिन दुटेटगा जिदन गलक 2013 साल ओके थन यला चाहिँ सोम छम आश्रम छम जी छम चाहिँ मूर्तिमान जिमे सुमास्टा चाहिँ का हो एजा चतुर्थ विश्व बौद्ध सम्मेलन यानमा टकन यो बडो एक्टिभ ज्या अपारौं सम्मेलन चाहिँ यानोले टक बुझि गयो विक्रम सम्वत 2016 साले धर्मोदय सभाया छगु शिष्ट मण्डलीय दुजजुया वेकल चीनिया मैत्रीपूर्ण भ्रमण याना दिल अनलिया झाया वेकल नेपाल बुद्धिस्ट एकाडेमी देखिएको तातुना बोधि प्रकाशन समिति देका दिल धर्मगुरु क्यान्साङ लामाया त नेपा हया दिल अनलिपान थोखेले वेक निरन्तर सक्रिय जुया चुना दिगुदु अब्ले या धर्मोदय सभाया दुजपी मध्ये आदनिम वेक छमहे जक ख छि चाहिँ मने बुद्धिस्ट चाहिँ पिट्ना छोला थाना जुटो सम्झेर ओ पिट्ना छ बोले न कलकत्ता चाहिँ मने तो धर्मोदय सभा गठन जुल अन जुया उ धर्मोदय सभा स्थापना कालन से वेक चाहिँ मने न छम सदस्य ख वेकल छुई त्रिभुवन विश्वविद्यालय या नेपाल भाषा केन्द्रीय विभागे नेपाल भाषा या यमिया या बोमी पिन्त लोक साहित्य बङ्का दिल लिपा थ विद्यार्थी पिन्त मुङ्का लोक साहित्य परिषद न सोना दिल
कने वेक सुथना पाँदना थगु नित्य कर्म सिधेका थगु छे दुने पलिस्था याना तगु माया देविया मन्दिरिया दर्शन याना दी अनाली वेक वाङ्गु कासे थगु तुति पलातया छुई न्यासी झाई अले व्यायाम याना दी व्यायाम तुमका खौ पल खौवेक चिया पानी या अखबार पत्रिका त सोयादी वेक यथा थिथि मनु त वेक नाप दुबिस्त व्याख्या नीति वो थिथि ज्याजोले बोती काया दि त इना पिया त झाया हे चोनी अनाली छु इ लिपा वेक या ज्योना भपिगु इ जुई जोना भपिए धुने वेक थिथि ज्याजोले बोती क्यात थ वस पुना तयार जुया पिहा चाहिदी सत्यमोहन जोशिया त विक्रम सम्बत 2074 साल भाद्र 30 गते शुक्रबार खुनु नेवा न्यलुवा व पूर्व सांसद लक्ष्मीदास मानन्दर्य अध्यक्षता व नेवा जागरण मञ्च मङ्का संयोजकते हने बम राष्ट्रपति विद्यादेवी भण्डारी यालाती झण्डै पेङ्गु फिट ताह गगु अभिनन्दन पत्र लहलाना सम्मान याना दिगु ख अथे हे वेक या त नागरिक पत्रिका विक्रम सम्बत 2076 साले नागरिक नायक 2076 अभिनन्दन यागु ख र संस्कृति जोगाउनको निम्ति र उहाँलाई आज नागरिक नायक 2076 घोषणा गर्न पाउँदा हामी निकै गर्व मान्दछौँ। 3 पटकसम्म मदन पुरस्कार जित्न सफल सुप्रबल गोर्खा दक्षिण बाहु विख्यात त्रिशक्ति पट आदिकवि भानुभक्त पुरस्कार नेपाल सरकारको तर्फबाट उज्जवल कीर्तिमान राष्ट्रदीपले पनि सम्मानित भइसक्नु भएको छ। Big round of applause for Dr. Satyammohan Joshi, ladies and gentlemen. यलो महानगरपालिका जनप्रतिनिधिमूलक संस्था थन चाहिँ छिउ चाहिँ मतलब सेन्टेनरियन ह्याप्पी बर्थडे एटेको चाहिँ ससिदो किनको गु लस्ता ख ठो चाहिँ यलो महानगरपालिका चाहिँ दक्षिणक ठो वैशाख 30 2076 शुभारम्भ या अले वैशाख 30 2077 अन्त्य या थोइ दुने चाहिँ विविध किसिमको कार्यक्रम त्यहाँ चाहिँ ज्याजो न्याके ठकैलाई चाहिँ छिसा चाहिँ जिम्दा अनुमति बिदिस रगा जिमसिया चाहिँ वेक अनुमति फनामलाई वेक तस्कै खुसी जिया ओहो काठो मतलब ठुलमुसी वर्ष लिब चुनाव जो अके माथि चिफ मेयर छिकमे चाहिँ वडा अध्यक्ष पासपे छिकमे जाया चाहिँ ठो गो इनापिया त अन्ध्रो दिया त ठकै जे साबे खुसी जिया का छिकमिसा ठो यान दिस जि मेपिन्दा ठो अधिकार चाहिँ बिमको गावे गर्न जिम्दा चाहिँ अधिकार दिदियो ख यलो महानगरपालिका न वेक या सच्ची द केंगुलस्ते बकी तया यल दे परिक्रमा याका अभिनन्दन यागु ख
तथेहे विक्रम सम्वत 2076 साल भदौ महिना येलो महानगरपालिकाया इनापे वे कया सच्ची द क्योंगो लस्ता वे कया किपादु गुधेबा नेपाल राष्ट्र बैंक टक्सार विभाग सच्ची तकाया चिदोगो वो या दोची तकाया नीन्या दोगो व नीन्या स तकाया चिदोगो पिकागु ख सत्यमोहन दाइप्रतिमा हार्दिक सम्मान र नमन गर्दछु। उहाँको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्छु। 1000 रुपैयाँको नोटमा हात्ती त भन्ने चलनै छ 1000 को नोटलाई। एक दिन उहाँले के भन्नुभयो भने यो हात्ती त नेपाली हुँदै होइन भन्नुभयो। अनि यो भारतीय हो या अन्यत्र श्रीलङ्काको हो कतैको हात्ती हो थाइल्यान्डको हुनसक्छ नेपाली हात्ती हुँदै होइन। अब उहाँ वाङ्मयको धनी संस्कृतिको धनी अब वन्यजन्तु विभागको प्रमुख पनि त्यहीँ हुनुहुन्थ्यो। वनको मान्छेहरू त्यहाँ हुनुहुन्छ यस्तो विषयमा छलफल गर्न। उहाँलाई पनि थाहा रहन्छ शताब्दी पुरुषले भनिदिनु भयो। भनिसकेपछि पछि चाहिँ हाम्रो हात्ती होइन कि भने जस्तो भयो। त्यसपछि हामीले हात्ती नै परिवर्तन गऱ्यौँ र परिवर्तन गर्दा नेपाली हात्ती 2टा छावा भएको हात्ती पनि कोसिस गरियो अनि बच्चा सहितको हात्ती पनि कोसिस गरियो। अहिले हामीसँग केही नयाँ मुद्रणमा आउँदैछन् क्यारे 1000 का नोटहरू। त्यसमा उहाँको योगदानको हात्ती चाहिँ त्यहाँ प्रवेश भएर आउँदैछ अहिले पनि। त्यो पनि म अहिले सम्झन चाहन्छु। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी उहाँको जीवनकालमै हामीले उहाँलाई सम्मान गर्न पायौँ। यो हाम्रो निमित्त अहोभाग्यको कुरा हो। नेपालको एउटा परम्परा इतिहास कस्तो छ भने जीवनजेल वास्तव्यस्त हुँदैन। बितिसकेपछि एकदमै संस्कार गर्ने सम्मान गर्ने जुन पद्धति छ त्यसमा चाहिँ ललितपुर महानगरपालिकाले जुन कार्य गरेको छ यो चाहिँ एक किसिमको ब्रेक थ्रु हुनेछ भन्ने चाहिँ हामीलाई लागेको छ। थदे आपला आपा जाजोले गबले मु पाहाया भूमिका निर्वाहन दिशा गबले थी जाजोल अभिनन्दित जुया लिहा छयदी थौकने वे कया फुर्सदिया इले स्वामालिसे मिता चोनादी गबले वे कया जहान राधा देवी लिसे दुख सुखया ख ब्याका चोनादी ख विलक्षण प्रतिभा ओ विशुद्ध हृदय धनी अले नेपा देया महे छम अथाह ज्ञान मान ओ सान्य भण्डार दुम सकसिन हने बहम राष्ट्रिय विभूति घोषित या बहम लिसे सकारात्मक सोच दुम छि सकस्या यम डाक्टर सत्यमोहन जोशी थौ झिगो नीति मानचंगो इतिहास रूपे द झागुदो वेक थौ सच्ची द केनी धुङ्को मजुसा छत्ती हे उसी मचासे अझ न्याना चोङ्गो वेक यपला मद्दिक थथे तु सदा न्याना चोने फेमा उहाँलाई भगवानले अरू पनि के अरे आयु थपेर जाउन् र सक्रिय रूपले उहाँले जीवन जिउने अवसर पनि पाउन् वेकैना घुक्सिम ज्याइना दिउ ख ठोला मतलब चाहिँ धाठ्या ढार्यो खसे नेपाल छि नेपामी पिनु लाइन छ तरौँ मतलब प्राउडनेस ख गठने वेका झ्याब्ले बलाञ्चलीमा वेका गुख कीर्ति त आकना गु नु रचना त जो वेकअपसँग गु यान्चना दिउक व ज अटुट जीमा वेकन्ती जुव शुभकामना ढासेर जो त वेक प्रति त अभिनन्दन ख अभिवादन ख वेक चाहिँ कल्याण झ्याब्ले जीमा वेक भन्ने अनुसार न ख अपो माना जगह मानव फिजिमको सक्रिय जीमा आयो लान मन जोगसाना छु अर्थ मरेको मानव छु अर्थ दो तर
एक्टिभ जुन चाहिँ जीवन्त चाहिँ जीवन त्यो गरेर उयोको एक्टिभ जो 6 वर्ष चम्सेमा न्याउ विषयमा उसले नआएको न्याउ विषयमा अध्ययन पुरा दो यो शताब्दी पुरुष सत्यमोहन जोशीले सच्चिदो क्यों बुद्धि उपलक्ष यो कुरो भिन्දුना यो हामीले सच्चिदो भिन्දුना बिदोले जिन थाना धन्य फिलियन्त्रहरू उहाँ एउटा अजर अमर व्यक्तित्व हो उहाँ एउटा जिउँदो इतिहास हो र यो इतिहासलाई जबसम्म यो देश नेपाल रहन्छ तबसम्म उहाँलाई सम्पूर्ण नेपालीले पाठ गरिरहनेछन् समाज गएन जे उठाउने समाज द जे गएन त्यो आया छु विषयले त्यो yana hunyo थप्नु चाहिँ न्युवादेव संस्कृति तो लगे जियो चाहिँ बसे लगे यो को चाहिँ मनो कोसागा वो फल चाहिँ yana थों चाहिँ भने उसपर चाहिँ उले समाज द उले प्रेरणा बिया yana wo uliye थों समाज उसपर बिंदा उसपर द कर जो जी खनगा वेकल चाहिँ गुलिन चाहिँ जाय रोइ छुङदु वेकल चाहिँ सच्चित देखान चाहिँ अजन चाहिँ कार्यकारिणी जायन होइ छुङदु वेक चाहिँ हर्ताकर्ता धामा लासा वेक चाहिँ यामा आटको छिटा झि नेपालले मर्ने ढासा जो श्रद्धा भाव याना वे आटको गु स्वास्थ्य लाभ जो चौक वो स्वास्थ्य लाभ जीवन सुनमा वे कहे आयु ताहा जीमा जिसो वे कहे यो टोरो टको अजनो अन्यसन दे सुनमा त्यो ठन्यावे आशिका कामना जुदु आशिष बियादिसन जिमिता मातृभाषा सेवाई लागि अब अर्पितिया फेमा थाटा मातृभाषा सेवाई लागि अर्पितिया फेमा थाटा छिगो भगवान जिम्ता ठोहे बडानबीमा छिगो निलाखवा थथे स्वेडेमा छिगो निलाखवा थथे स्वेडेमा छिगो पिया पि फुकुसिया जे जीमा जे वे ता आयु या कामना यासे अचन झी सकल नेपामी पिनिगु नीति न्यालुवा जुया मार्गदर्शन याना झ्याफेमा थोहे पिदुने जी येलया क्षमा तरम वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी त वेक यो जिसा हनिबाउ कथा 6 वर्ष दोयो बारे ललितपुर महानगरपालिका न ललितपुरे चौं येले चौं यो अवस्था जिसा वेक त हनिमा र वेकन याउ ज्याइ त न कया जिसा चाहिँ छु जी जनता न सिकमा वो सेकोइ लागि न ठो जी डकुमेन्ट्री एकदमै आवश्यक छ र ठो चाहिँ जियो वेकइ लागि र ललितपुर महानगरपालिका ढुने न ठो चाहिँ एकदमै सकस्ट न केनेबाउ सिकिमाउ र झी येले ढुने चोमपट्टि ठुली जामपट्टि मेपी आटकन मोरोले झिसा चाहिँ फिटर टिकामा खन्दै जीवित इतिहास वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीजुया जीवनिया ठिठी पक्ष हो विषय स वेकया विचामुका छगु श्रव्य दृश्य अभिलेखीकरण व डकुमेन्ट्री देखिएको टाटुना ज्या झाकाको ख ठोज्या ग्वालेना दिपी सक्सिन आपना आपा सुभा देशना जना